एक्वायर्ड इम्युनिटी चाहिँ एउटा यस्तो स्पेसल टाइप अफ इम्युनिटी हो जसमा चाहिँ हाम्रो बडीले लाई प्रोटेक्सन पाउँछ एउटा पर्टिकुलर टाइप अफ डिजिज कजिङ जर्म्सको अगेन्स्ट चाहिँ प्रोटेक्सन पाउँछ। अन्त यो चाहिँ कब डेभलप हुन्छ भन्दाखेरि जब चाहिँ हाम्रो बडीले त्यो प्याथोजेनलाई फर्स्ट टाइम इन्काउन्टर गर्छ हैन। अन्त त्यति बेला चाहिँ त्यो फर्स्ट इन्काउन्टरमा चाहिँ हाम्रो जुन चाहिँ रेस्पोन्स पाउँछ, इम्युनिटी पाउँछ त्यो चाहिँ पहिला विक हुन्छ, अन्त कमजोर हुन्छ। अन्त त्यसलाई चाहिँ प्राइमेरी रेस्पोन्स भन्छ। अन्त हाम्रो बडीले चाहिँ त्यो प्राइमेरी रेस्पोन्स र त्यो प्याथोजेन दुवैजनालाई चाहिँ रिमेम्बर गरिरहेको हुन्छ। अन्त फेरि सेकेन्ड टाइम त्यही पार्टिकुलर प्याथोजेन चाहिँ बडीमा इन्ट्री गर्यो भने चाहिँ त्यति बेला चाहिँ एउटा सेकेन्डरी रेस्पोन्स भेटिन्छ। त्यो चाहिँ मच स्ट्रङ्गर र फास्टर हुन्छ। एक्वायर्ड इम्युनिटीको